यदि तपाईले आफूलाई प्रत्येक दिन 1% ले सुधार्दै जानुहुन्छ भने तपाईले करिब 1 वर्षभित्रमा आफूलाई 37 गुणा सुधारिसक्नुहुनेछ अथवा 37 गुणा राम्रो भइसक्नुहुनेछ। इफ तपाईले 1% पनि आफूलाई बिगार्दै जानु भएको थियो भने अब सोच्नुहोस् 37 गुणा यु विल बी डिक्लाइनिङ योरसेल्फ। सो यो कुरा मैले गरिरहेको होइन, यो कुरा एटोमिक ह्याबिट्स भन्ने पुस्तकका अथर जेम्स क्लियरले गरेका छन् र आज हामी यही किताबको थोरै समरीको बारेमा कुरा गर्नेछौँ। हामीले यदि प्रत्येक दिन 5 मिनटदेखि कुनै काम सुरु गरौँ, लेट्स से एउटा किताब पढ्ने कामलाई नै हेरेर जाउँ। यदि हामीले प्रत्येक दिन 5 मिनट पनि किताब पढ्छौँ भने 1 महिनासम्ममा हामीले 150 मिनट किताब पढ्छौँ र 1 वर्षसम्म हेर्दाखेरि त्यो 5 मिनट पढेको किताब लगभग 30 घन्टा हुन्छ। त्यो त 5 मिनटको इक्जाम्पल थियो। अब हामीले त्यसलाई टाइमिङ बढाएर पनि हेर्न सक्छौँ। सो सेकेन्ड कुरा, यहाँ अथरले के गरेका छन् भन्दाखेरि ह्याबिट यत्तिकै बन्दैन, ह्याबिट बन्नेको एउटा प्याटर्न हुन्छ र त्यो प्याटर्नलाई यहाँ जेम्स क्लियर भन्छ ह्याबिट लुप। ह्याबिट लुपको पहिलो स्टेज हुन्छ क्यु, कुनै पनि काम सुरु गर्ने अथवा गर्न मन लाग्ने ट्रिगरनेस हुन्छ र त्यो ट्रिगरनेस आइसकेपछि हामीमा एउटा के हुन्छ त डिजायर हुन्छ कुनै पनि काम गर्ने। त्यो डिजायरलाई अथवा काम गर्ने प्रतिको मोटिभेसनलाई जेम्स क्लियरले त्यहाँ क्रेभिङ नाम दिएका छन् र त्यो क्रेभिङ पनि भइसकेपछि एउटा रेस्पोन्स हुन्छ, हामीले एउटा एक्सन गर्छौँ र त्यो एक्सन भइसकेपछि लास्टमा एउटा रिवार्ड आउँछ। लेट्स गो विथ दिस थिङ बाई गिभिङ अ इक्जाम्पल। सो यदि एउटा अफिसमा काम गर्ने मान्छेलाई बसको धेरै दबाब आइरहेको छ, कामको प्रोजेक्टको एकदमै प्रेसर छ भने त्यो उसको लागि एउटा स्ट्रेसको ट्रिगर हो होइन त। त्यो ट्रिगर आइसकेपछि उसलाई के हुन्छ भन्दाखेरि ऊ त्यो स्ट्रेसबाट एनीहाउ भाग्न चाहन्छ, हट्न चाहन्छ। सो त्यो हट्न चाहनु अथवा त्यो डिजायरनेस आउनु भनेको चाहिँ क्रेभिङ हो। र अब त्यो डिजायरनेसबाट हट्नको लागि के गर्छ भन्दाखेरि आफ्नो सोसियल मिडिया प्लेटफर्ममा स्क्रोल गर्न थाल्छ ताकि केही समयको लागि भए पनि स्ट्रेस रिलिफ होस्। र अन्त त के हुन्छ भन्दाखेरि त्यो लास्टको जुन रिवार्डको पार्ट थियो त्यसमा चाहिँ उसलाई केही समयको लागि त्यो दुःखबाट त बिर्सिन्छ, बट द्याट वुड बी दि टेम्पोररी रिलिफ। सो यसरी चाहिँ ह्याबिट लुपले काम गर्न सक्छ। र हामीले यो ह्याबिट लुपलाई बुझ्यौँ भने अब त्यो नराम्रो बानीलाई पनि यही ह्याबिट लुपको हेल्पबाट तोड्न सकिन्छ। जस्तै कसरी तोड्ने त, यदि नराम्रो बानी छ भने हामीले के गर्नु पऱ्यो भन्दाखेरि त्यो ट्रिगरनेस पत्ता लगाउनु पऱ्यो, त्यो नराम्रो बानीको पहिला के हो, त्यो कहाँबाट आइरहेको छ त, त्यसलाई चेन्ज गर्ने। र अर्को जुन लास्ट पार्ट छ रिवार्डको, कुनै पनि नयाँ काम सुरु गर्ने अथवा भइरहेको बानी एक्जिस्टिङ बानीलाई चेन्ज गर्ने हो भने त्यो रिवार्ड सिस्टमलाई पनि चेन्ज गर्ने। जस्तै स्ट्रेस भइरहेको बेला हामी के गर्छौँ, सोसियल मिडिया हेर्छौँ अनि रिलिफ हुन्छौँ। अब स्ट्रेस भइरहेको छ भने के गर्ने, केही समयको लागि वाक जाने। सो यसरी हामीले रिवार्डलाई र त्यो क्युलाई चेन्ज गऱ्यौँ भने पनि स्ट्रेस अथवा कुनै पनि प्रब्लम्स, कुनै पनि नराम्रो अथवा राम्रो कुराहरूको त्यो फेरबदल गर्न सकिन्छ। सो अर्को कुरा यहाँ एटोमिक ह्याबिट्समा के गरिएको छ भन्दाखेरि कुनै पनि बिहेभियर चेन्जको 4वटा लजहरू हुन्छ भनेका छन् जेम्स क्लियरले। जसमा पहिलो छ मेक इट अभियस। कुनै नयाँ बानी बनाउने हो भने त्यो ह्याबिटलाई अथवा त्यो बानीलाई क्लियर गर्ने। कसरी? जस्तै एउटा मान्छेलाई किताब पढ्न मन लागिरहेको छ भने उसले के गर्नु पर्यो भन्दाखेरि त्यो किताबलाई अब डेस्कमा राख्ने अथवा बेडको छेउ राख्ने ताकि त्यो बाटोबाट हिँडिरहँदाखेरि चाहिँ उसले त्यो किताब देखोस् र उसलाई पढ्न मन लागोस्। दोस्रो कुरा हो मेक इट एट्र्याक्टिभ। अब कुनै पनि कुरा राम्रो लागिसकेपछि अथवा कुनै ह्याबिट गरिरहेको छ भने, फलोअप गरिरहेको छ भने के गर्नु पऱ्यो भन्दाखेरि त्यो गर्दाखेरि पनि मजा आउने खालको होस्, एट्र्याक्टिभ होस्। जस्तै अब कसैलाई किताबै पढ्नकै इक्जाम्पल लिने हो भने पनि अलिकति किताब पढ्न अल्छी लाग्छ भने के गर्ने, थोरै म्युजिक बजाइदिने र त्यो म्युजिकको तालमा पढ्दिने। र अर्को छ मेक इट इजी। अब त्यही किताब पढ्नेकै इक्जाम्पल लिउँ। जस्तै अब उसले एकदम ठुलो किताब छ भने पढ्न त एकैचोटि पढ्न त गाह्रो हुन्छ। सो के गर्नु पऱ्यो भन्दाखेरि प्रत्येक दिन 2 पेज 3 पेज यसरी थोरै थोरै गर्दै चाहिँ पढ्नु पऱ्यो ताकि लोडको फ्रिक्सन कम होस्। र चौथो ल छ मेक इट सेटिस्फाइङ। अब सेटिस्फाइङ कसरी गर्ने भन्दाखेरि कुनै पनि काम गरिरहेको छ भने, कुनै नयाँ काम सुरु गरिरहेको छ भने त्यो काम गरिसकेपछि चाहिँ आफूलाई रिवार्ड दिने अथवा ह्याबिटलाई ट्र्याक गर्ने। म कतिको स्टेजमा पुगिरहेको छु, म कुन लेभलदेखि कुन लेभलमा पुगिरहेको छु भनेर यसरी ह्याबिटलाई पनि ट्र्याक गर्ने। सो यसरी 4वटा ल छ बिहेभियर चेन्जको जुन चाहिँ जेम्स क्लियरले यहाँ बताएका छन्। र योभन्दा एउटा अनौठो कुरो के छ भन्दाखेरि हामीले आफ्नो पहिलादेखिको बानी जुन छ हाम्रो एक्जिस्टिङ बानी त्यसको हेल्पबाट पनि नयाँ बानी चाहिँ डेभलप गर्न सक्छौँ। कसरी? लेट मी गिभ यु एक्जाम्पल। जस्तै तपाईँलाई त्यही किताबै पढ्ने, किनकि अलिकति म बढी किताब पढ्छु, सो आई एम प्यासनेट अबाउट दिज इक्जाम्पल्स है त। सो किताब पढ्ने बानी छ भने अब के गर्ने भन्दाखेरि किताब पढ्ने बानी डेभलप गराउनु छ। अब कसरी गर्ने त? लेट्स से राति किताब पढ्ने। कसरी पढ्ने? जब म ब्रस गरिसक्छु, जब म फेस वास गरिसक्छु तब चाहिँ म किताब पढ्छु
भनेर मैले एउटा कमिटमेन्ट गरेँ। भनेको मेरो ब्रस गर्ने र मुख धुने त पहिल्यैदेखिको बानी थियो, त्यो त मेरो एक्जिस्टिङ बानी थियो, एक्जिस्टिङ ह्याबिट्स थियो। अब मैले के गर्छु यसमा, त्यो काम सकाउने बित्तिकै चाहिँ म के जोइन गरिदिन्छु भन्दाखेरि किताब पढ्छु म। सो यसरी हाम्रो पहिलाको एक्जिस्टिङ बिहेभियरलाई, एक्जिस्टिङ ह्याबिट्सलाई पनि हामीले नयाँ ह्याबिट्ससँग जोड्यौँ भने चाहिँ नयाँ कुरा सिक्न सक्छौँ। मोटामोटी कुरा के हो भन्दाखेरि एटोमिक ह्याबिटले हामीलाई के सिकाउँछ भन्दाखेरि हामीले प्रत्येक दिन कन्सिस्टेन्ट भएर कुनै पनि काम गऱ्यौँ भने लङ टर्ममा चाहिँ हामीलाई एकदमै म्यासिभ ग्रोथ हुन्छ। तर हामी प्रत्येक दिन 5 मिनट त हो नि, 6 मिनट त हो नि, त्यो त्यति पढ्दैमा अथवा त्यतिमा 10 मिनट त हो नि भनेर त्यतिमा कुनै पनि नयाँ काम गर्दैमा केही पनि हुन्न भनेर त्यो कामै गर्दैनौँ। बट वी डोन्ट नो द पावर अफ कम्पाउन्डिङ र कन्सिस्टेन्सीको पावर यति छ जुन हामीले सोच समझ्न सक्दैनौँ। सो तपाईँलाई कस्तो लाग्यो यो समरी, लेट मी नो कस्तो लाग्यो। र वी विल अगेन मिट विथ सेभरल अदर बुक्स, सो स्टे ट्युन्ड, सी यू।